यहाँ सबै जे कुरा छन् नि जो इन्डिभिजुअलबाट आएको छन् पार्टीबाट आएका छन् सबै कुरामा कतै न कतै सत्यता छ हैन। मेरो बुढी गलत हो भनेर पनि भन्दिनँ मैले, एकदम सही कुरा गरे आउले, थोरै पनि गलत छैन उसको कुरा। मेरो कुरा सुन्न पाए। अब मलाई बोल्न लगाएपछि मलाई नि बोल्न है, यो म तपाईहरुलाई अनुरोध गर्न चाहे। कुरा के छ भने सबभन्दा इम्पोर्टेन्ट कुरा के हो भने नि आजको दिनमा मैले के बुझ्छु भने हेर्नु पार्टीलाई लागेको कुरा हो हैन। पार्टी मैले अघि नै भनिसके पार्टीको स्ट्यान्डर्ड फरक होला है। अब त्यति एक दिनमा चाहिँ इन्भेस्टिगेसन कम्प्लिट भयो भने राम्रो कुरा हो, त्यो पार्टीको त्यो कमिटीका साथीहरूलाई पनि भेटौँला है। तर मेरो विचारमा के छ भने आजको दिनमा पार्टीले गरेको डिसिजन सही हो है। यहाँ सबै जे कुरा छन् नि जो इन्डिभिजुअलबाट आएको छन् पार्टीबाट आएका छन् सबै कुरामा कतै न कतै सत्यता छ हैन। मेरो बुढी गलत हो भनेर पनि भन्दिनँ मैले, एकदम सही कुरा गरे आउले, थोरै पनि गलत छैन उसको कुरा। मेरो कुरा सुन्न पाए। अब मलाई बोल्न लगाएपछि मलाई नि बोल्न है, यो म तपाईहरुलाई अनुरोध गर्न चाहे। कुरा के छ भने सबभन्दा इम्पोर्टेन्ट कुरा के हो भने आजको दिनमा मैले के बुझ्छु भने हेर्नु पार्टीलाई लागेको कुरा हो हैन। पार्टी मैले अघि नै भनिसके पार्टीको स्ट्यान्डर्ड फरक होला है। अब त्यति एक दिनमा चाहिँ इन्भेस्टिगेसन कम्प्लिट भयो भने राम्रो कुरा हो, त्यो पार्टीको त्यो कमिटीका साथीहरूलाई पनि भेटौँला है। तर मेरो विचारमा के छ भने आजको दिनमा पार्टीले गरेको डिसिजन सही हो है।